Hello everyone. After a long time, welcome back to the channel. साथीहरु, पृथ्वीमा अहिलेसम्म करिब 117 अर्ब मानिसहरु जन्मिसके। तर के ती अरबौं मानिसहरुमा केही एकजना ठ्याक्कै तपाई जस्तै थियो? के यो साँचो हो कि संसारमा तपाई जस्तै देखिने अरु 7 जना मानिसहरु छन्? आज हामी यो शहरी अन्धविश्वासको पोस्टमार्टम गर्नेछौं र विज्ञानको त्यो तहसम्म पुग्नेछौं जहाँ सत्य कल्पना भन्दा पनि बढी रोचक छ। विज्ञान भन्छ तपाईको पर्फेक्ट कपी भेट्ने सम्भावना 1 ट्रिलियनमा 1 जना मात्रै हुनेछ। तर पृथ्वीमा अहिलेसम्म जम्मा 117 अर्ब मानिसहरु मात्र जन्मिएका छन्। यसको अर्थ गणितीय रूपमा भन्नुपर्दा इतिहासमा तपाई जस्तै हुबहु मानिस नजन्मेको हुन सक्छ। त्यसो भए 7 जनाको हल्ला कहाँबाट आयो? यो केवल एउटा लोककथा मात्र हो। हाम्रो मस्तिष्कले अनुहारलाई एउटा होलिस्टिक रूपमा हेर्छ। यदि कसैको आँखा र ओठको बनावट अलिकति पनि मिल्यो भने हाम्रो दिमाग झुक्किन्छ र भन्छ, ओहो, यो त ठ्याक्कै उ जस्तै छ। तर वैज्ञानिक नाप मेट्रिक्समा ती अनुहारहरू हजारौं गुणा फरक हुनेछ। तर के भविष्यमा तपाई जस्तो मानिस बनाउन सम्भव छ? क्लोनिङ प्रविधिले तपाई जस्तै देखिने शरीरको कपी बनाउन सक्छ, जस्तो हामीले जनावरहरूमा देखिसक्यौं। मेमोरी ट्रान्सफरले तपाईको याद र चेतना कपी गर्न सकिन्छ। अहिले विज्ञानका लागि यो असम्भव छ, तर माइन्ड अपलोडिङ र न्युरालिङ्क जस्ता प्रविधिले भविष्यमा तपाईको डिजिटल जुम्लिया बनाउने ढोका खुल्न सक्छ। सबैभन्दा पागल गरिदिने तथ्य त अब आउँछ। क्वान्टम फिजिक्सको मेनी वर्ल्ड थ्योरी अनुसार यदि यो ब्रह्माण्ड अनन्त छ र मल्टिभर्स साँच्चै अस्तित्वमा छ भने कतै न कतै अर्को ब्रह्माण्डमा तपाई जस्तो देखिने, तपाईको नाम भएको, ठ्याक्कै तपाई जस्तो स्मृति भएको व्यक्ति हुनु 100% निश्चित छ। सायद त्यहाँ तपाई एउटा पाइलट हुनुहुन्छ, वा सायद त्यहाँ तपाई एउटा फिल्म स्टार। तथ्य जेसुकै होस्, एउटा कुरा 100% सत्य छ। यो 117 अर्ब मानिसहरूको इतिहासमा र अहिलेको 8 अर्ब मानिसहरूको भिडमा तपाई जस्तो अनुभव, तपाई जस्तै सोच र तपाई जस्तै अस्तित्व बोकेको व्यक्ति अरु कोही छैन। तपाई यो ब्रह्माण्डको एउटा यस्तो ओरिजिन हुनुहुन्छ जसको कपी बनाउन विज्ञानलाई पनि हम्मे पर्छ। तपाईलाई के लाग्छ? के कतै मल्टिभर्समा तपाईको कपी होला? कमेन्टमा आफ्नो विचार लेख्न नभुल्नुहोला। सत्य र अनुसन्धानमा आधारित यस्तो भिडियोका लागि हामीसँग रहनुहोला। धन्यवाद।